है मित्रहरू, चौचौ पाक्यो हाम्रोमा। फेरि पनि चौचौ र साग एकदमै पाकिरहेछ। मिठो मिठो बनाएको छु। यहाँनिर मेरो पतिदेव चाहिँ यहाँनिर तल दमा गएर आउनुभएको। उहाँ एकदमै गल्नु भएको छ हैन, थाक्नु भएको छ। अनि यहाँनिर अमिलो पिरो मसला हालेर टक्कसँगले मैले दामीसँगले हेर्नु न ठिक्कको साग पनि भएको छ। पाक्नु मजाले पाकेको छ ठिक्कको। यहाँभन्दा धेरै पकायो भने चाहिँ ट्याक्क भइहाल्छ हैन। दामी छ। हजुरहरू पनि आउनु होला, एकदमै मिठो। मेरो हातको पनि खानु होला नि हौ। कसै कसै साथीहरू त आउनुहोस् न हौ खानलाई यसो। तर भेज मात्रै हो है, अब हाम्रोमा चाहिँ यस्तो मांसाहारी चल्दैन हैन। भेज चौचौ खानु आउनुहोस् त मेरो हातबाट। हजुरहरूलाई मिठो बनाएर दिन्छु मैले जति जानेको। मैले सकेको है त। ल आहा हेर्नुहोस् त, हल्का पानी छिन्काएँ ल, धेरै चाहिँ होइन। त्यो खतरा साग र चौचौ सररसँगले टक्कसँगले ल दामी भएको छ। यतिकैमा खानुपर्छ, योभन्दा बढी पकायो भने चाहिँ यो प्यात्तै हुन्छ हैन। अस्ति पनि हालेको थिएँ साग अलि बढी पाक्यो भनेर कमेन्ट गरिराख्नु भएको थियो एकजना साथीले। थ्याङ्क यू सो मच सबैजनाले। पुरा भिडियो हेरिदिनु ल, थोरै मिनटको मात्रै बनाएको छु मैले।